बालकृष्ण ढुङ्गेल जिन्दाबाद 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 बालकृष्ण ढुङ्गेल जिन्दाबाद 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 वीर शहीद लाल जिन्दाबाद जिन्दाबाद बालकृष्ण ढुङ्गेल जिन्दाबाद 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 बालकृष्ण ढुङ्गेल जिन्दाबाद 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 बालकृष्ण ढुङ्गेल जिन्दाबाद 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 वीर शहीद लाल बालकृष्ण ढुङ्गेल जिन्दाबाद 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 बालकृष्ण ढुङ्गेल हाय 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 डॉलरबाजी होशियार 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 डॉलरबाजी होशियार 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 मोहन जनता जिंदाबाद 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 वीर शहीद लाल वीर शहीद लाल जनता जिंदाबाद 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 जनता जिंदाबाद 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 बालकृष्ण ढुङ्गेल जिंदाबाद 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 बालकृष्ण ढुङ्गेल जिंदाबाद जिंदाबाद कतापट्टि यता छ नाममा नयाँ शब्दमा नयाँ तर पुरानै आँखा भएकाहरूले बालकृष्ण ढुङ्गेललाई फेरि एकचोटि झुक्न बाध्य गरे हो। योद्धाहरू पटक पटक झुक्छन्, हिरोले पनि पटक पटक हार्छ, अन्तिम एकचोटि जित्छ जुन जित फेरि कहिल्यै पनि गुम्दैन। त्यस्तै जित हो आज बालकृष्ण ढुङ्गेलको, त्यस्तै जित हो नेपाली जनयुद्धको। त्यसैले मैले यहाँ धेरै कुरो भनिराख्नु भन्दा पनि बालकृष्ण ढुङ्गेल आज हाम्रो सामुमा हुनुहुन्छ। म अझ यसो भन्छु, पूर्वी नेपालका गणतन्त्र सेनानी कमरेड बालकृष्ण ढुङ्गेललाई आजको यस घडीमा यहाँ उपस्थित छोटो समयमा बाटोबाटैबाट उपस्थित पार्टी कार्यकर्ता शुभेच्छुक साथीहरू समक्ष केही आफ्ना महत्त्वपूर्ण भनाइ राखिदिनु हुन म हार्दिक अनुरोध गर्छु। उपस्थित कमरेडहरू अभिवादन। कमरेडहरू, आज गणतन्त्र दिवस, आजको गणतन्त्र दिवसको यस विशेष अवसरमा हामीले क्रान्तिका एउटा नायक, एउटा योद्धा कमरेड बालकृष्ण ढुङ्गेललाई पार्टीको केन्द्रीय कार्यालयमा यहाँ स्वागत गर्न पाउँदा हामी अत्यन्त हर्षित भएका छौँ। कमरेडहरू, आजको दिन गणतन्त्र दिवसको दिन देशमा गणतन्त्र ल्याउनको निम्ति हजारौं योद्धाहरूले बलिदान गरेका छन्, हजारौं लाखौं वीर नेपालीहरू लडेका छन्। त्यसकै एउटा प्रतीकको रूपमा कमरेड बालकृष्ण ढुङ्गेल हुनुहुन्थ्यो, जो केही समय अगाडिसम्म पनि जेलमा हुनुहुन्थ्यो। क्रान्तिकै प्रक्रियामा अगाडि बढ्ने दौरानमा उहाँ एउटा नायकको रूपमा अगाडि बढिराख्नु भएको थियो। तर विडम्बना कि देशमा गणतन्त्र आइसकेपछि पनि फेरि क्रान्ति योद्धाहरूले जेल बस्नुपर्ने, फेरि पनि बलिदान दिनुपर्ने, फेरि पनि सङ्घर्ष गर्नुपर्ने स्थितिहरू विद्यमान छँदै थियो र अहिले पनि अरू समस्याहरू हामी झेलि नै रहेका छौँ। तर पनि अहिले कमरेड बालकृष्ण ढुङ्गेल जेलबाट मुक्त हुनुभएको छ। आज गणतन्त्र दिवसको विशेष अवसरमा यो नेपाली क्रान्तिको एउटा विजय हो। यो चाहिँ एउटा हजारौं शहीदहरूले हजारौं बेपत्ता योद्धाहरूले गरेको त्याग तपस्या र बलिदानको स्वरूप हामीले आज जुन परिवर्तन प्राप्त गरेका छौँ, यो नेपालको राजनीतिक इतिहासमा एउटा धेरै ठुलो घटना परिघटनाहरू भएको छ र हामी आज यो ठाउँमा आइपुगेका छौँ। र हामी यो ठाउँमा आइपुग्नको निम्ति हजारौंको त्याग तपस्या र बलिदान छ र त्यसको उपलब्धिहरू आज देशले पनि एउटा ठुलो
एउटा ऐतिहासिक सफलताको रूपमा देशले प्राप्त गरेको छ। नेपालको राजनीतिमा एउटा ठूलो परिवर्तन भएको छ। नेपालको कम्युनिस्ट आन्दोलनमै एउटा ठूलो ऐतिहासिक परिवर्तन भएको छ। हामी आज नेपाल कम्युनिस्ट पार्टीको रूपमा स्थापित भएका छौँ र नेपाल कम्युनिस्ट पार्टी यो देशको प्रमुख राजनीतिक शक्तिको रूपमा स्थापित भएको छ। देशमा आज जे परिवर्तन भएको छ र कम्युनिस्ट पार्टीमा आज जुन खालको परिवर्तन भयो, एउटा ऐतिहासिक उपलब्धि प्राप्त भएको छ, यो सबै हाम्रा योद्धाहरूको त्याग तपस्याहरूबाट प्राप्त भएको हो। र यो विशेष अवसरमा आज नै छुट्नुभएका हाम्रा कमरेड बालकृष्ण ढुङ्गेललाई म पार्टीको यो केन्द्रीय कार्यालयमा र आज शहीद बेपत्ता स्तम्भ अगाडि उहाँलाई स्वागत गर्नु पाउँदा म पार्टी केन्द्रीय कार्यालयको तर्फबाट उहाँलाई यो स्वागत गर्न चाहन्छु। र आगामी दिनमा हामी अझ सशक्त रूपमा नेपाली जनताको मुक्तिको लागि अगाडि बढ्ने टाउकामाथि बम खसे, गोली छातीभरि, दाम्लोसँगै भैँसी मरे, मान्छे जङ्गलभरि, तर पनि आकाशमा उडेर आताचरी क्रान्तिकारीहरू। आज गणतन्त्र दिवस म हजारौं शहीदहरू, हजारौं बेपत्ता योद्धाहरू, लाखौं घाइते अपाङ्ग योद्धाहरू, लाखौं शहीद परिवारजनहरू, बेपत्ता परिवारजनहरू को आँसु, रगत, पसिना र भावनाको मिश्रित यो स्तम्भको अगाडि उभिएर दुईटा मात्रै शब्द राख्न चाहन्छु। मेरा श्रद्धेय एवं सहयोद्धा साथीहरू, पत्रकार मित्रहरू, बालकृष्ण ढुङ्गेल अहिले भर्खरै मात्र जेलबाट सरकारले रिहा गरेर पठाएपछि तपाईहरुको साथमा यहाँ आइपुगेको हो। बालकृष्ण ढुङ्गेल यो तेस्रो पटक रिहा भएको हो। बालकृष्ण ढुङ्गेल पहिलो पटक पनि होइन र सायद यो अन्तिम पटक पनि नहुन सक्छ। जनताका नाममा गरिएका आन्दोलनहरू शासन गर्न पुगेपछि सत्ताले शासक जन्मायो भने फेरि जनताले विद्रोह गर्नुपर्ने हुन्छ। त्यस्तो भयो भने फेरि पनि जेल जानुपर्ने हुन सक्छ। मलाई लागेको थिएन कि म तेस्रो पटक जेल जान्छु होला। मैले गणतन्त्र माग्दै गर्दा, गणतन्त्र जिन्दाबाद भन्दै गर्दा मेरो हिटरमा पिसाब फेराएर किडनी ड्यामेज गरिदिने शेरबहादुर देउबाजीहरू गणतन्त्र आइसकेपछि प्रधानमन्त्री बन्नुहुन्छ होला र उहाँ गणतन्त्रको मालिक बनेपछि फेरि मलाई अपराधी करार गर्दै जेल पठाउनुहुन्छ होला भन्ने मैले त्यो हिरासतमा, त्यो मूर्छनामा कहिल्यै कल्पना गरेको थिइनँ। र ६२-६३ को जनआन्दोलनपछि संविधान सभामा उखल ढुङ्गेली जनताले विजय गराएर संविधान लेख्न संविधान सभामा पठाइसकेपछि, देशमा गणतन्त्र घोषणा भएपछि, संविधान सभाद्वारा संविधान जारी भइसकेपछि हिसाब किताब हुन्छ होला। गणतन्त्र माग्दाखेरि टाउकाको मूल्य तोक्नेहरूले गणतन्त्र हेरेर हजारौं पटक बोले होला। म बालकृष्ण ढुङ्गेल एउटा राजनीतिक योद्धा हो। म राजनीतिक आन्दोलनमा समाहित थिएँ। 10 वर्षको जनयुद्धमा जति पनि घटनाहरू घटे, पार्टीका निर्णय अन्तर्गत घटे, यी पार्टीका कुरा हुन्, मेरा कुरा होइनन्। तर न त पत्रकार मित्रहरूले ती कुराहरूलाई लेखिदिनु भयो, न न्यायाधीशहरूले मिसिल पढिदिनु भयो,
न वकिल मित्रहरूले बहस गरिदिनु भयो। सबैलाई चाहिँदो रहेछ एक थाल भात, त्यो पनि मिठो स्वादको, एक गिलास रक्सी, त्यो पनि निकै ठुलो ब्रान्डको। मैले भात खुवाउन सकिनँ होला, रक्सी पिलाउन सकिनँ होला, त्यस कारणले मेरो समाचार बनेन। तर म दिनेश त्रिपाठीलाई धन्यवाद दिन चाहन्छु। उहाँले पछिल्लो पटक बालकृष्ण ढुङ्गेलको मुद्दा राजनीतिक मुद्दा हो भनेर आफैले लेख्नुभयो र आज मिडियाको प्रत्येक कभरेज फोटाहरूमा बालकृष्ण ढुङ्गेलको मुद्दा टीआरसी मार्फत हल गर्नुपर्छ, जेनेभा कन्भेन्सन अन्तर्गत हल गर्नुपर्छ, यो सामान्य न्यायालयको चाहिँ क्षेत्राधिकारभित्रको मात्रै होइन, त्यस कारणले गर्दा यसलाई युद्ध अपराधी घोषणा गर्नुपर्छ भनेर उनीहरूले नै भने। र मैले बच्चा बेलादेखि सुन्दै आएको थिएँ, अन्ततः सत्यको जित हुन्छ। दिनेश त्रिपाठी र सुबोध प्याकुरेल जस्ता एक थाल भातका भतुवाहरूले पनि अन्तिममा आएर बालकृष्ण ढुङ्गेललाई, त्यस कारणले म उनीहरूलाई धन्यवाद दिन चाहन्छु। सत्य ओकलिँदो रहेछ, जिब्रोमा लुतो सल्किए जस्तै सकसक लाग्दो रहेछ। उहाँहरूले मुटु बिरामी जाँच्ने मेसिन रहेछ, किडनी बिरामी जाँच्ने मेसिन रहेछ, तर आँट जाँच्ने मेसिन आएको दिन म त्यो मेसिनमा बस्न तयार छु। पाप जाँच्ने पनि मेसिन एक्सरे आयो भने म त्यो मेसिनमा बस्न पनि तयार छु। झुपडी र आँगन छैन, मर्दा पोल्ने चिहान छैन, अझै हामी श्रमिकको झुल्के घामको बिहान छैन। अनवरत त्यही बिहानीको निम्ति लडिरहनु हुने सम्पूर्ण आम क्रान्तिकारी जनसमुदायप्रति क्रान्तिकारी अभिवादन गर्दै म पनि तपाईहरुसँगै अनवरत लडिरहनेछु, जबसम्म यो माटोमा जिउँदो रहनेछु भन्दै बिदा हुन्छु। र शहीदहरुप्रति, बेपत्ता योद्धाहरुप्रति र गणतन्त्रका निम्ति डालोको डालो पिठो सिद्ध्याउने, कान्लाको कान्ला सिस्नो सिद्ध्याउने सबै बाआमाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। यो के रे गार्डन त सत्यानाश भयो। सरकारलाई धन्यवाद दिएको छु। गणतन्त्र स्थापनाका निम्ति लड्नुहुने र आफ्नो बलिदान गर्नुहुने शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गरेको छु। बेपत्ता योद्धाहरूलाई अभिवादन गर्छु। शहीद योद्धाहरूलाई हुने निरन्तर नेपाली समाजको रूपान्तरणका निम्ति समृद्ध देश बनाउनका निम्ति मेरो योगदान पुरा गर्ने प्रतिबद्धता गरेको छु। म सबै अपडेट छु नि हजुर। मलाई कति बजी
एकचोटि भेट्नुहोस् ओके 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 हेलो